यदि तपाईँको आफ्नो बच्चाको हातबाट मोबाइल फोन खोज्दाखेरि उसले ताण्डव मचाउँछ, सामान पछार्छ भने नि प्लिज उसलाई गाली गर्न बन्द गर्नुहोस्। किनभने प्रब्लम त बच्चाको होइन कि, प्रब्लम तपाईँको हो। तपाईँले उसलाई मोबाइल फोन दिनुभएको छ क्या। अहिले हाम्रो समाजमा एउटा साइलेन्ट पेन्डेमिक चलिरहेको छ क्या। हामीलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ बच्चालाई मोबाइल दियो अथवा बच्चाले भिडियो हेऱ्यो भने चाहिँ एबिसिडी 1 2 3 1 2 3 क ख ग घ मजाले बच्चाले सिक्छ भन्ने जस्तो लाग्छ कि। तर रिसर्चले के देखाउँछ भन्दाखेरि चाहिँ यो चाहिँ प्यासिभ रेपिटेसन मात्र हो रे कि, यो ट्रु लर्निङ चाहिँ होइन कि। खास प्रब्लम चाहिँ कहाँ छ भन्दाखेरि हामी जब उनीहरूलाई स्क्रिन देखाउँछौँ नि एकदमै फास्ट भिडियो, कलरफुल भिडियोले चाहिँ एकदमै दिमागमा डोपामिनको बाढी ल्याइदिन्छ के। यो हाइपर स्टिमुलेसनको असर ठ्याक्कै कोकेनको लत जस्तै हुँदो रहेछ के। त्यसैले जब तपाईँ मोबाइल फोन बच्चाकोबाट खोज्नुहुन्छ नि उसले चिच्याउनु सामान्य हो के। किनभने ड्रगको लत छुट्याउँदा हुने विथड्रल सिम्टम जस्तै भयानक छटपटी त्यो मोबाइल खोज्दाखेरि हुन्छ के। दि अमेरिकन एकाडेमिक अफ पिडियाट्रिक्स र डब्लुएचओले चाहिँ 18 महिनाभन्दा मुनिको बच्चाहरूलाई 0 स्क्रिन टाइम भनेर रेकमेन्ड गरेको छ क्या। 2 देखि 4 वर्षका बच्चाहरूलाई दिनभरमा म्याक्सिमम 1 घन्टा मात्र। र त्यो उमेरमा पनि के एकदमै कोकोमेलन जस्तो एकदम फास्ट मोसन भएको, त्यो साउन्ड भएको त्यस्तो खालको भिडियोहरू चाहिँ प्लिज आजैबाट देखाउन बन्द गर्नुहोस् के। स्क्रिन टाइम दिनै छ भने चाहिँ एकदमै स्लो पेस्ड जेन्टल कार्टुनहरू देखाउनुहोस्। यो पफी रक, लिटल बियर र ड्यानियल टाइगर्स नेबरहुड जस्तो तपाईँले भिडियोहरू देखाउँदा हुन्छ। आजैबाट एउटा स्ट्रिक्ट रुल घरमा राखिदिनुहोस्, खाना खाने बेलामा चाहिँ देयर इज गोइङ टु बी नो स्क्रिन टाइम। बरु बोर हुन दिनु के बच्चालाई। क्रिएटिभिटी र कल्पना शक्ति विकास गर्नको लागि बोर्डम इज नेसेसरी इन किड्स के। यो मेरो नयाँ सिरिज हो डिजिटल पेरेन्टल नेभिगेटिङ द स्क्रिन एज। मेरो नाम हो पल्लवी ढकाल। आई विल सी यू नेक्स्ट टाइम।